हेलो गाइस, फेरि पनि हामीले हिजोस्ति भर्खर माछाको भ्लग ल्याइरहेको छौँ। आज चाहिँ हाम्रो चिकनको यो फिलाको साँप्रा लेग पिस भन्छ। हामीले आज चाहिँ लेग पिस पकाएको छौँ होइन। हामी तिनजना भएको कारणले चाहिँ हामी तीनवटा कुखुराको फिला चाहिँ ल्याएर आइसकेका छौँ। त्यसमा चाहिँ अघिदेखि नै बनाउनु पर्छ भिडियो, तर हामीले अलिकति फुर्सद नभएर होइन, हतार भएर भनौँ, त्यस्तै भएर चाहिँ हामीले चाहिँ यो पकाएर तारेर भिडियो बनाएको छौँ। त्यसको लागि माफी चाहन्छौँ है। आज चाहिँ हामीले लेग पिस त्यसरी तिनवटा ल्याएर चाहिँ यसरी फ्राई गरेका छौँ। यहाँभित्र चाहिँ हामीले मसला, अदुवा, लसुनहरू होइन, अनि खोर्सानी, त्यस्तो विभिन्न प्रकारको मसलाहरूलाई चाहिँ हामीले यस खुट्टामा दलेर लेग पिसमा दलेर चाहिँ हामीले तेलमा फ्राई गरेको छौँ। जाँदैन हाम्रो लेग पिस चाहिँ आधीसम्म चाहिँ पाकिसकेको छ होइन, आधीसम्म पाकेको छ। हामी चाहिँ तिनजना छौँ, तिनवटा चाहिँ खुट्टा ल्याएर हामीले मजाले फ्राई गरेर खाने छौँ। आज चाहिँ चिकन नै हो। यता पनि हाम्रो तरकारी खानामा पनि चिकन नै छ। चिकन तरकारी बनाउनुहुन्छ उहाँले, म चाहिँ लेग पिस। यहाँ चाहिँ होइन, लेग पिसमा होटेलमा हो भने चाहिँ सबै के अब पिठो सिठो मुछेर टक्क यो चिकनको खुट्टालाई चाहिँ डुबाएर होइन तेलमा फ्राई गर्छ। तर हामी चाहिँ त्यस्तो पिठो सिठोको प्रयोग गरेको छैनौँ। हामीले शुद्ध चिकन मात्र ल्याएर चाहिँ हामीले यो लेग पिस बनाएको छौँ। लेग पिसको चेस्ट लेग पिस एक नंबर। हाँ, एक नंबर।